हाम्रो यो चाहिँ 82-83 को बजेटको बारेमा र हाम्रो 82-83 को अब बजेट चाहिँ हाम्रो सार्वजनिक चाहिँ जेठ 15 गते भएको हो। सधैँ सङ्घको सार्वजनिक हुने टाइम भनेकै समय के अरे त्यसको मिति भनेको कहिले हो त? जहिले पनि जेठ 15 गते हुन्छ। त्यस्तै अहिलेको कुल कुल बजेट छ 19 खर्ब 64 अर्ब 11 करोड है। 19 खर्ब 64 अर्ब 11 करोड। त्यस्तै यसको चालु खर्च चाहिँ 11 खर्ब 80 अर्ब र 98 करोड हो। यो भनेको कुल बजेटको 60.1% हो। अनि पुँजीगत तर्फ चाहिँ टोटल बजेटको पुँजीगत तर्फ चाहिँ 4 खर्ब 7 अर्ब र 89 करोड हो। यो भनेको चाहिँ कुल बजेटको चाहिँ 20.8% हो पुँजीगत खर्च चाहिँ। त्यस्तै वित्तीय व्यवस्थामा चाहिँ रु 3 खर्ब 75 अर्ब 24 करोड हो। यो कुल बजेटको चाहिँ कति हो त 19.1% हो। अनि वित्तीय हस्तान्तरण भनेको प्रदेश र स्थानीय तहलाई चाहिँ केन्द्र सरकारले दिएको वित्तीय हस्तान्तरण चाहिँ 4 खर्ब 17 अर्ब 83 करोड हो। यो भनेको चाहिँ कुल बजेटको कति त 21% हो। यसमा चाहिँ हाम्रो प्रदेश र स्थानीय तहमा दिएको बजेट हो है। अब यसको खर्च बेहोर्ने स्रोत के हो त होइन? आर्थिक वर्ष 82-83 को बजेट खर्च बेहोर्ने स्रोतमा चाहिँ राजस्वबाट चाहिँ हामीले यो कति उठाउने भनेको छ भने 13 खर्ब 15 अर्ब छ। यो भनेको 66.95% हो। 66.95% हो। त्यस्तै वैदेशिक अनुदानबाट चाहिँ उठाउने भनेको 53 अर्ब 45 करोड छ। यो भनेको 2.72% हो। त्यस्तै वैदेशिक ऋणबाट भनेको 2 खर्ब 33 अर्ब र 66 करोड चाहिँ ऋण लिने भनेको छ। यो भनेको 11.89% हो। त्यस्तै आन्तरिक ऋण भनेको चाहिँ 3 खर्ब 62 अर्ब 18.43% चाहिँ आन्तरिक ऋण लिने भनेर भनेको छ। यो हो बजेटको बारेमा होइन। बजेटको बारेमा जस्तै अब यहाँ चालु खर्च भनेको 11 खर्ब 80 अर्ब 98 करोड भयो 60.1%। पुँजीगत खर्चमा चाहिँ 4 खर्ब 7 अर्ब 89 करोड भनेको 20.8%। वित्तीय व्यवस्थातिर 3 खर्ब 75 अर्ब 24 करोड यो भनेको 19.1%। त्यस्तै वित्तीय हस्तान्तरण 4 खर्ब 17 अर्ब 83 करोड 21% भयो होइन। टोटल बजेट चाहिँ 82-83 को टोटल बजेट चाहिँ हो 19 खर्ब 64 अर्ब 11 करोड है। अनि आर्थिक सर्वेक्षणतिर जाउँ हामी अब। यो बजेटको चाहिँ तपाईँको बजेटका उद्देश्यहरू चाहिँ 5वटा छन्। बजेटका उद्देश्य 5वटा छन्। यसका 5वटा उद्देश्यमा के भने उच्च दिगो एवं फराकिलो आर्थिक वृद्धि हासिल उच्च दिगो एवं फराकिलो आर्थिक वृद्धि हासिल गरी गरिबी निवारण गर्ने। त्यस्तै उद्यमशीलता विकास र सार्वजनिक तथा निजी लगानी विस्तार गरी रोजगारी सिर्जना गर्ने। आधुनिक प्रविधिको प्रयोग बढाउँदै आर्थिक दक्षता वृद्धि गर्ने। सामाजिक संरक्षण एवं विकासका माध्यमबाट सामाजिक न्याय कायम गर्ने। गुणस्तरीय सार्वजनिक सेवा र सुशासन प्रवर्धन गर्ने। त्यस्तै प्राथमिकताहरू उद्देश्यहरू 5वटा छन् भने प्राथमिकताहरू पनि 5वटा छन् है। उद्यमशीलता रोजगारी उत्पादन तथा उत्पादकत्व अभिवृद्धि। प्रतिफलयुक्त गुणस्तरीय भौतिक पूर्वाधारमा लगानी विस्तार। सामाजिक क्षेत्रको गुणात्मक सुधार। अनि सन्तुलित विकास र सामाजिक सुरक्षाको सुनिश्चितता। नागरिक मैत्री सेवा भ्रष्टाचार नियन्त्रण र शासकीय सुधार यो छ है। त्यस्तै अब आर्थिक सर्वेक्षण 2081-82 चाहिँ सार्वजनिक भएको चाहिँ 2082 जेठ 15 गते हो। सार्वजनिक गर्ने अर्थमन्त्री विष्णु प्रसाद पौडेल। अवधि अवधि के अरे आर्थिक वर्ष 81-82 को फागुनसम्मको यो चाहिँ आर्थिक सर्वेक्षण हो है।
त्यस्तै आर्थिक वृद्धि चाहिँ कति भएको छ भने हाम्रो 4.61% आर्थिक वृद्धि भएको छ 81-82मा है। 81-82मा आर्थिक वृद्धि कति भएको थियो 4.61%। अर्थतन्त्रको आकार कुल ग्रास्थ उत्पादन भनेको 61 खर्ब 7 अर्ब हो। त्यस्तै कुल ग्रास्थ उत्पादनमा योगदान कृषि क्षेत्रको योगदान है, कृषि क्षेत्रको योगदान चाहिँ हाम्रो 25.16% छ। अनि उद्योग क्षेत्रको योगदान चाहिँ 12.83% छ। त्यस्तै सेवा क्षेत्रको योगदान चाहिँ कति छ त 62.01% छ। अब सबैभन्दा बढी कुन क्षेत्रको योगदान छ भने सेवा क्षेत्रको हो होइन। यो कति प्रतिशत छ 62.01% योगदान छ। त्यस्तै प्रति व्यक्ति कुल राष्ट्रिय आय चाहिँ 1517 अमेरिकी डलर छ होइन। प्रति व्यक्ति कुल राष्ट्रिय आय चाहिँ है 81-82को चाहिँ कति छ त 1517 अमेरिकी डलर। अनि औसत उपभोक्ता मुद्रास्फीति 4.72%। त्यस्तै सङ्घीय खर्चमा वृद्धि भनेको 4.7% वृद्धि भयो। त्यस्तै सङ्घीय राजस्वमा चाहिँ 12.6%ले बढी वृद्धि भयो। त्यस्तै सङ्घीय सरकारको वित्त घाटा कति छ त भने 16 अर्ब 19 करोड चाहिँ वित्त घाटा छ है। त्यस्तै सङ्घीय सरकारको तिर्न बाँकी सार्वजनिक ऋण भनेको 26 खर्ब 76 अर्ब 4 करोड पुगेको छ। यो सङ्घीय सरकारले तिर्नुपर्ने ऋण। कुल ग्रास्थ उत्पादनको 43.8% चाहिँ के छ त हाम्रो ऋण छ, सार्वजनिक ऋण है। अनि बैङ्कको शाखा चाहिँ सबै स्थानीय तहमा पुगिसकेको छ 81-82मा। अनि बैङ्क तथा वित्तीय संस्थाको प्रति शाखाबाट बैङ्किङ सेवा उपलब्ध औसत जनसङ्ख्या चाहिँ 2527 जना छ। त्यस्तै जीवन बिमाको पहुँच पुगेको भनेको 44.17%लाई चाहिँ जीवन बिमाको पहुँच पुगेको छ। त्यस्तै वस्तु निकासीमा वृद्धि भनेको 57.2%ले वस्तु निकासीमा वृद्धि भएको छ। अनि वस्तु पैठारीमा वृद्धि भनेको 11.2%ले भएको छ। विप्रेषण आप्रवाह वृद्धिमा चाहिँ 9.4%। त्यस्तै विप्रेषण आप्रवाह वृद्धि भनेको 10 खर्ब 51 अर्ब 77 करोडले भएको छ। अनि विद्युत पहुँच पुगेको जनसङ्ख्या वैकल्पिक ऊर्जा सहित गरेर चाहिँ 79% घरधुरीमा चाहिँ के छ त वैकल्पिक ऊर्जा के अरे विद्युत पुगिसकेको छ। कुल जडित विद्युत क्षमता भनेको 3602 मेगावाट छ। सङ्घीय सरकारबाट निर्माण भएको रणनीतिक सडक र सञ्जाल स्थानीय सडक सञ्जाल गरी सडकको टोटल सडकको लम्बाइ कति छ त 36,132 किलोमिटर चाहिँ टोटल सडकको लम्बाइ रहेको छ। त्यस्तै इन्टरनेट ग्राहकको घनत्व 144.23% छ। इन्टरनेट ग्राहकको घनत्व चाहिँ कति छ त 144.23%। त्यस्तै डिजिटल टेलिभिजनको पहुँच भनेको 72% घरधुरीलाई भएको छ डिजिटल टेलिभिजनको पहुँच चाहिँ। त्यस्तै मानव विकास सूचाङ्क 0.622मा हो होइन। अनि शैक्षिक सत्र 2081मा आधारभूत तह 1देखि 8को खुद भर्ना दर चाहिँ 94.1% छ आधारभूत तह है 1देखि 8सम्मको। त्यस्तै माध्यमिक तह 9देखि 12सम्मको खुद भर्ना दर चाहिँ 55.8% छ। त्यस्तै आधारभूत खानेपानी सेवाको पहुँच पुगेको जनसङ्ख्या भनेको 96.85% चाहिँ आधारभूत खानेपानी सेवाको पहुँच पुगेको जनसङ्ख्या चाहिँ 96.85% छ। त्यस्तै सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राही सङ्ख्या चाहिँ 37,06,389 छ है। यो सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको जम्मा टोटल सङ्ख्या भनेको 37,06,389। त्यस्तै सार्वजनिक संस्था जम्मा कतिवटा छन् त 45वटा छन्। पूर्ण सरकारी स्वामित्वमा रहेका 20वटा अनि सरकारीको अधिकांश स्वामित्व रहेको चाहिँ कति त 25वटा छन्। जम्मा कति 45वटा रहेका छन्। त्यस्तै सञ्चालनमा रहेका संस्थानमध्ये 28वटा चाहिँ नाफामा छन्, घाटामा चाहिँ 15वटा छन्, बन्द अवस्थामा 2 छन् है। 45 मध्ये 28वटा चाहिँ नाफामा छन्, 15वटा घाटामा र 2वटा बन्द। त्यस्तै सार्वजनिक संस्थाको कुल सम्पत्ति
गत आर्थिक वर्ष भन्दा 2.20% वृद्धि भई रु 29 खर्ब 10 अर्ब 17 करोड पुगेको छ। त्यस्तै सार्वजनिक संस्थानमा नेपाल सरकारको कुल लगानी 5.86%ले वृद्धि भई रु 7 खर्ब 3 अर्ब 93 करोड पुगेको छ है। जसमा सेयर लगानी चाहिँ 3 खर्ब 64 अर्ब 86 करोड र ऋण लगानी चाहिँ 3 खर्ब 39 अर्ब र 7 करोड रहेको छ है। त्यस्तै आर्थिक वर्ष 80-81मा संस्थानको कुल सञ्चालन आय रु 6 खर्ब 60 अर्ब 15 करोड पुगेको छ। अनि कुल गृहस्थ उत्पादनमा सञ्चालनमा आएको अनुपात चाहिँ 11.57% रहेको। अनि 81-82को सार्वजनिक संस्थाको खुद नाफा चाहिँ 42 अर्ब 62 करोड है। त्यस्तै आर्थिक वर्ष 80-81मा नोक्सानीमा रहेका संस्थानको खुद नोक्सानी चाहिँ 3 अर्ब 63 करोड चाहिँ के त खुद नोक्सानी घाटामा। त्यो सार्वजनिक संस्थामा सरकारले आर्थिक वर्ष 81-82मा 8 अर्ब 83 करोड चाहिँ प्राप्त भएको थियो। त्यस्तै कुल सेयर लगानीको तुलनामा लाभांश अनुपात विश्लेषण गर्दा आर्थिक वर्ष 80-81मा 2.4% रहेको। अनि यो वार्षिक राष्ट्रिय लेखा तथ्याङ्क चाहिँ 82 वैशाख 17 गते चाहिँ प्रकाशित भएको राष्ट्रिय तथ्याङ्क कार्यालयले त्यो अनुसार चाहिँ कुल गृहस्थ उत्पादन अर्थतन्त्रको आकार भनेको 61 खर्ब 7 अर्ब छ। त्यस्तै आर्थिक वर्ष 80-81मा 57 खर्ब 9 अर्ब र आर्थिक वर्ष अनि 79-80मा चाहिँ 53 खर्ब 57 अर्ब रहेको थियो। यो चाहिँ हाम्रो 81को है 81-82को चाहिँ यो 61 खर्ब 7 अर्ब। त्यस्तै आर्थिक वृद्धि दर चाहिँ आधारभूत मूल्यमा 3.9% अनि आर्थिक वृद्धि दर उपभोक्ता मूल्यमा चाहिँ 4.61% हासिल भएको। त्यस्तै प्रति व्यक्ति कुल गृहस्थ उत्पादन पर क्यापिटा जिडिपी चाहिँ 1496 अमेरिकी डलर, प्रति व्यक्ति कुल राष्ट्रिय आय पर क्यापिटा इन्डेक्स जिएनआई चाहिँ यो 1517 अमेरिकी डलर है। त्यस्तै वैदेशिक रोजगारीबाट प्राप्त वर्कर रेमिटेन्स कुल गृहस्थ उत्पादनको 25.89% छ। त्यस्तै कुल राष्ट्रिय बचत ग्रस नेसनल सेभिङ कुल गृहस्थ उत्पादनको 36.24%। अनि वस्तु तथा सेवा आयात इम्पोर्ट कुल गृहस्थ उत्पादनको 32.91% छ। त्यस्तै वस्तु तथा सेवा निर्यात कुल गृहस्थ उत्पादनको 8.74% रहेको। त्यस्तै कुल उत्पादन चाहिँ हाम्रो 92 खर्ब 46 अर्ब 55 करोड। अनि कुल गृहस्थ उत्पादनमा प्राथमिक क्षेत्रको योगदान भनेको 25.6%, द्वितीय क्षेत्रको 12.4% र सेवा क्षेत्रको 62% भनेको। त्यस्तै वृद्धि दर भनेको कृषि क्षेत्रको वृद्धि दर 3.28%, गैर कृषि क्षेत्रको वृद्धि दर 4.28%, अनि प्राथमिक क्षेत्रको वृद्धि दर 3.25%, द्वितीय क्षेत्रको वृद्धि दर 4.65% र तृतीय क्षेत्रको वृद्धि दर 4.21% रहेको छ। अनि अब यो बजेटको चाहिँ यो के अरे 82-83को बजेटको हाम्रो लक्ष्य चाहिँ आर्थिक वृद्धि दरको लक्ष्य चाहिँ 6% छ। गत वर्षको आर्थिक वृद्धि दर चाहिँ 4.61% हासिल भएको थियो। अनि अबको लक्ष्य भनेको चाहिँ 6%को है। अनि 82 वैशाखसम्मको पर्यटक भनेको 9,23,000 पुगेका छन् होइन 82 वैशाखसम्मको। त्यसपछि मुद्रास्फीति भनेको 5.5%। अनि कुल प्रति व्यक्ति कुल गृहस्थ उत्पादनमा 1496 अमेरिकी डलर पुग्ने अनुमान। त्यसपछि चालु आर्थिक वर्ष आयात चाहिँ 12.2%। अनि चालु आर्थिक वर्षको निर्यात चाहिँ 65.2%। अनि विप्रेषण आप्रवाह चाहिँ रु 1191 अर्ब पुगेको छ। ल यो 82-83को बजेट वक्तव्यमा भएको धेरै कुराहरू यति नै हो पढ्नुपर्ने कुराहरू। अब बाँकी कुरा चाहिँ अब बजेट वक्तव्य चाहिँ डाउनलोड गरेर पढ्न सक्नुहुन्छ तपाईँहरूले है त। धन्यवाद।